बारीमा यसरी तुलफुल आइदियो भने चाहिँ लगाउन पनि साह्रै मजा आउँदो रहेछ। खोर्सानी हेर्नुहोस्, सिमी हेर्नुहोस्, यति मजाले आएको छ कि अहिले गएर अब चिसो पनि पलाउन थाल्यो। अब मजाले लागेको छ, खोर्सानी मजाले फलेको छ। यो हेर्नुहोस्, यहाँ यो खोर्सानी बारी हेर्नुहोस्, सबैका बिरुवाहरू आएनन्, मरे भन्छन्, फलेनन् भन्छन्। तर यहाँ चाहिँ मेरो चाहिँ अब हेर्नुहोस्, यहाँ कति मजाले आएको छ, कति मजाले फलेको छ। यसरी नै अब सधैँ जता गए पनि यसरी नै यस्तै बारी भेटाएर यसरी नै तुलफुल लगाउन पाए चाहिँ मलाई चाहिँ साह्रै नै जाँगर चल्छ क्या। यसरी हेर्नुहोस्, कुनै बोडी फलेको छ त्यस्तै गरेर उता हेर्नुहोस्, यहाँ अझै राम्रो देखाउँछु म। यहाँ हेर्नुहोस्, कुनै बोडी यसरी फलेको छ। इस्कुस हेर्नुहोस्, यो फलाउने इस्कुस भनेर चाहिँ उ गरेको, दाना पनि लाग्दैछ, लाग्ने चाहिँ चिजीलाई लागेको छ। तर यो चाहिँ अब खै चिसो आयो, छिपिन्छ छिपिँदैन। करेला हेर्नुहोस्, करेला एउटा झ्याल थियो र पनि यसरी आएको छ, फलेको छ माथि।